ओहो ल हेर्नु है त बाफ्रे ल रमाइलो छ। अब म लगभग त्यहाँ तल जान्छु होला है त। मैले भर्खर त्यहाँ एउटा काकालाई पनि सोधेँ एकजना काकालाई सोधेको उता तलबाट जाने भनेर भन्नुहुन्छ होइन। अब जस आजको भ्यू चाहिँ रमाइलो छ, जस एकदम रमाइलो छ। अब यताबाट सिधा अगाडि जानु पर्यो। यो चाहिँ बिल भाइले फेरि बिल त राख्नु पर्यो, फेरि बिल फाल्नु भएन। तैँले जुत्तै किनेको थिएनस् भनेर भन्दै हो नि त, हुन त यहाँ त भन्दैनन् है, यहाँको मान्छे राम्रा हुन्छन्। अब त्यहाँ अगाडि जानु पर्यो अनि त्यस पछाडि त्यहाँ अगाडिबाट यस्तो लेफ्ट लागेर अनि तलतिर जानु पर्यो। ल आजको भ्यू राम्रो छ, पानी परेको हैरान बनाउँथ्यो। अब म तल गएर भिडियो खिच्छु है त। मेन भनेको चाहिँ यहाँको कस्तो मान्छेहरू चाहिँ राम्रो लाग्छ क्या मलाई चाहिँ। म बार यो लाइभमा पनि तारिफ गरिरहेको हुन्छु होइन। कस्तो हुन्छ नि हम्बल क्या, जसलाई पनि बोल्दाखेरि राम्रोसँग बोल्नेहरू हुन्छन् क्या। अनि खुसी लाग्छ जस कुराहरू गर्दाखेरि चाहिँ। अनि अघि पनि त्यो एकजना मान्छेले सोधेको होइन, क्या मजाले बोल्यो क्या। यो नेपालमा यस्तो पातहरू हुन्छ कि हुँदैन? कुन चाहिँ बोट बिरुवा हो, कसैले चिन्नुहुन्छ नि भन्नु होला। बरु मैले घाँसमा चाहिँ त्यो नेपालमा पहिला त्यो चारपाते पातहरू हुन्थ्यो नि त्यो चाहिँ मैले देखाएको थिएँ क्या। मैले त्यो चारपाते कि कतिवटा पात भएको त्यो भयो भने चाहिँ भेट्यो भने चाहिँ कस्तो लक्की हुन्छ यताउता भन्थेँ नि। मैले त्यो देखाएको थिएँ क्या। मलाई कस्तो त्यो भिडियो बनाउनु मलाई राति म कुनै दिन बनाउँछु है त। ल हेर्नु होला, समुद्रनिर पुग्न लागेको छौँ। अब के गरेर, हाम्रो देशमा त समुद्र छैन। अल गुड, हाउ यु? यहाँ कस्तो राम्रो घर क्या, हेर्नु न। है वाह, सानो सहर छ क्या, सबैले एकअर्कालाई चिन्छन् क्या यहाँनिर। अहिले त्यो मलाई हाई भन्ने हाम्रो कस्टमर हो। म त भिडियो अफ छ होला भन्नु ठानेको क्या। अब कसैलाई भिडियो खिच्दाखेरि मान्छेलाई अप्ठ्यारो लाग्छ नि त, त्यसले गर्दाखेरि चाहिँ मैले बन्द भएको जस्तो होला मानेको थिएँ त। भरे बन्द भएर चाहिँ कस्तो राम्रो ठाउँमा घर हेर्नु त यो मान्छेको। आमा ल यहाँ हेर्नु त, दामी ठाउँमा घर क्या। ल हेर्नु त, सब बाहिर बिहान उठ्दै समुद्र रे। ल कस्तो राम्रो ठाउँमा घर क्या। ल आजको दिन मलाई के दिमागमा आएर मैले यहाँ आएछु। मेरो प्लानै थिएन भने जिमबाट यसो झ्यालबाट हेरेको क्या, जिमबाट। अनि होइन तल जानुपर्छ कि आज सोनाल परिवारलाई यो देखाउनु पर्छ भनेर हेर्नु त कस्तो दामी ठाउँमा घर होला त। ल बिहान बारदलीबाट जुर्क उठेर, अन्त यहाँको मान्छेहरू चिया खाँदैनन् है बिहान टक्का उठेर रातो कलर बनाएर क्या, पुरै चियापत्तीको रङै देखाएर चिया बनाएर मजाले त पछाडिको घरको बारदलीमा बसेर चिया खानु कति मजा आउँछ होला त। अझै दुनट पनि सँगसँगै क्या, गोलमरी भन्छ नि दामी रमाइलो छ होला त्यो आजको भ्यू चाहिँ। ल अब त्यहाँ चाहिँ कसरी जाने भन्ने कुरा हो। अब अलिकति अगाडिसम्म गएर देखाइदिउँ भनेर मलाई कसम आज मलाई लास्टै रमाइलो लाग्यो है। मैले के दिमागमा आएर चाहिँ आज चाहिँ यता आउनलाई मैले उ गरेको छु क्या। आज जिम गरिरहेको थिएँ, यसो झ्यालबाटै हेरेको क्या होइन। अनि झ्यालबाट यसो हेरी बाहिरको राम्रो मौसम छ देखाइदिउँ न भनेर। नभए त जहिले पनि म हाम्रो के अरे ड्युटीबाट आउने भिडियो मात्रै देखाइरहेको हुन्थ्यो नि त हजुरले। त्यही बाटो वरपरको मात्रै भिडियोहरू देखाइरहेको हुन्थ्यो, या त लाइभमा। अहिले भिडियो पनि मैले युट्युबमा हालेको छु भए तापनि। अब त्यताबाट उता जाने चाहिँ कसरी हो सोध्नुपर्छ है मैले अब यहाँनिरबाट। ल यो चाहिँ रेलको ट्र्याक हो है, सामानहरू आउँछ। यो चाहिँ मान्छे चाहिँ यो हामी के अरे यात्रीहरूलाई चाहिँ हुँदैन, यो मान्छे ट्राभल गर्नको लागि चाहिँ होइन, सामानहरू आउँछ यहाँनिर। यो रेलको ट्र्याक हो यो चाहिँ, देख्नु भएर चाहिँ पुरानो ट्रेनहरू देखिरहनु भएको छ त्यहाँनिर। ट्रेनहरू यो चाहिँ यो सामानहरू लोड गर्नको लागि हो। यो चाहिँ खास पोर्ट हो नि त, सानो बन्दरगाह भन्छन् नि, त्यो भयो। अनि ल रमाइलो छ। उता पनि लगेर देखाउँछ त हजुरहरूलाई। यो ठाउँको नाम चाहिँ लेखा छ रोटरी वाटर फ्रन्ट पार्क भनेर। अब उतापट्टि अगाडि जान्छ अनि टक्क देखाउँछ भिडियोहरू। ल अलिअलि मान्छेहरू बसेको छन्, घाम लाग्यो भने त यहीँ हो कि मान्छे घुम्न निस्किहाल्छन्। अलिकति पर गएर देखाउँ है त। प्रायः जस्तो यहाँको मान्छेहरू सबैजना एकअर्काले चिन्छन् क्या। सानो सहर हो नि त, जम्मा 13-14 हजार जनसङ्ख्या छ। कतै जिममा भेटेर हुन्छ, कतै रेस्टुरेन्टमा खाना खाने बेला भेटेर हुन्छ होइन। आज हाम्रो रेस्टुरेन्टमा खाना खाने आउने मान्छे
भोलि म उसको कुनै न कुनै पसलमा या कतै जिममा या कुनै कतै म उसको कस्टमर भएको हुन्छ क्या। त्यही भएर सबैजना एकअर्कालाई एकदम इज्जत गरेर बोल्छन् भनौँ न। ल ऊ त्यो अगाडि डुङ्गा देख्नु भएको छ है त, पानी जहाज। यो चाहिँ यसको कस्टमर हाम्रोमा खाना खान आएको होला। आज मेरो छुट्टी भएर मात्रै हो। हाम्रो ड्युटी चाहिँ यताबाट उतापट्टि साइडमा हो क्या। अनि ओहो उयो अगाडिको पानी जहाज त हजुरले बेला पनि देखिरहनु भएको होला होइन। मैले मेरो जिमबाट देखेर आउँछु नि त। ल हेर्नु है त, कोही थेबो तालको याद आयो नडाडी भन्नु त। ल ओ त्यहाँ चाहिँ हाम्रो ऊ भयो के अरे पानी जहाज। यहीँको पानी जहाजको कस्टमरहरू चाहिँ हाम्रोमा खाना खान आउने हो। अब यो पानी जहाज सायद अब बेलुका 5 बजीसम्म मात्रै बस्ने, त्यसपछि यतैबाट जाने हुन्छ अहिले। ल सबैजना मान्छेहरू आज शुक्रबार हो क्या आज, किनभने आज त विकेन्ड भयो नि त। अब सायद आज र भोलि छुट्टी हुन्छ, पर्सिसम्म छुट्टी हुन्छ। अनि हाम्रो जिम चाहिँ कता गयो? ऊ त्यहाँ माथि होला हाम्रो जिम चाहिँ। ऊ त्यहाँ माथि हो, त्यो ऊ त्यहाँ माथि छ नि घर। त्यो घरको झ्यालबाट म यता देखिरहेको हुन्छु जहिले पनि हजुरहरूलाई के त। हो यो झ्याल छ नि, हो यो झ्यालबाट हेर्छु जहिले पनि म। अहिले यो झ्यालबाट हेरेको भएर म यहाँ आएको। अब म कति पर छु त ल हेर्नु, देख्नुभयो नि। ल म कति पर आइपुगेँ, भर्खर। अब यो भयो होइन। आजको भिडियो त रमाइलो लाग्यो होला सबैजनालाई है। सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला है त।